हुन्छ यहाँहरु सबैलाई नमस्ते। म अहिले सुर्खेत जिल्लाको लेखबेसी नगरपालिका चिंगार भन्ने ठाउँमा छु। अनि विशेष चाहिँ म यो राउटे समुदायको गाउँमा भिजिट गर्न आएको छु, भ्रमण गर्न आएको छु। उहाँहरु यस्तो ठाउँमा बस्नु हुँदै रहेछ, यस्तो ठाउँमा खानु हुँदै रहेछ। यो देखेर चाहिँ मेरो मन चाहिँ, मेरो हृदय चाहिँ उहाँहरुतिर एकदम लागि परेको छ। अब तर हामीले यो बस्तीलाई चेन्ज गराउन, यो बस्तीलाई हामीले सुधार गर्न चाहिँ नसक्ने रहेछौं। अब राउटे भनेको घुमन्ती जाति, एक ठाउँमा नबस्ने मान्छ। अब हजुरको लागि राम्रो चाहिँ छ, हाम्रो लागि घुमन्ती राम्रो मान्छौँ। उनीहरू एक ठाउँमा नबस्ने, एक ठाउँमा बसेको हामी नराम्रो मान्छौँ। हामीले बानी परेको हुन्छ। अब तपाईँहरूले त्यस्तो सर्टपैत लगाएको छ, कति जाडो हुन्छ। हामीले यस्तो नाङ्गो यो गाडो यस्तो लगाएर हामीले धेरै जस्तो जाडो मानेको छैन त। अब धेरै लुगा धेरै जाडो, ठोकै लुगा ठोकै जाडो, छ लुगा छ जाडो, छैन लुगा छैन जाडो। जसरी अहिले हामीले लभ एन्ड होप नेपालमा काम गरिराखेका छौँ, हामीले पनि यो सुधार्ने कोसिस यहाँको पत्रकार साथीहरूसँग, त्यसपछि यहाँको केही विज्ञहरूसँग, साथी व्यापारी बिजनेस गर्ने मानिसहरूसँग सबैसँग सोधखोज गऱ्यौँ, बुझ्यौँ। तर उहाँहरूले के भन्नुहुन्छ भने यो समुदायलाई चेन्ज गर्न चाहिँ कुनै पनि हालतमा सकिन्न भन्नुहुन्छ। उहाँहरूको आफ्नै खाना रहेछ, उहाँहरूको आफ्नै बसोबास रहेछ, उहाँहरूको आफ्नै सिस्टम रहेछ, उहाँहरूको आफ्नै राजा पनि रहेछ। जाने हो काठमाडौँ तिमी? नजाने किन? ल भन। जान्दैन? क ख ग अनि घ त्यति मात्रै? 1 2 आउँछ? आउँदैन? अनि यो चाहिँ के हो त? चकलेट हो। चकलेट हो? कसले दियो? विदेशीले? ए नाम के हो रे? मेरो नाम ब्रुस। ब्रुस। ल अब के चाहियो? के चाहियो? 50 रुपैयाँ। कति? 50 रुपैयाँ। 50 रुपैयाँ? कस्तो माया लाग्दो बच्चा। मेरो चाहिँ यो पहिलो यो अनुभव पनि हो र यो पहिलो भ्रमण पनि हो यो राउटे समुदायको गाउँमा। अनि उहाँहरू चाहिँ फेरि एउटा यस्तो कल्चर पनि रहेछ उहाँहरूको चाहिँ, यहाँबाट अर्को ठाउँ जाने, अर्को ठाउँबाट अर्को ठाउँ जाने। यसको कारण चाहिँ यहाँ एकजना मान्छे बितिहाल्यो, मरिहाल्यो भने यहाँबाट यहीँ पुर्ने अनि यहाँबाट चाहिँ अर्को ठाउँ जाने, यस्तो प्रथा चाहिँ उहाँहरूको रहेछ। यो कुरा सुनेर चाहिँ मलाई नयाँ, मेरो लागि चाहिँ एउटा नयाँ कुरा लाग्यो। सुशीला कार्कीले यो भेटाइदियो भए त झन् राम्रो हुने थियो। भेटाउन लैजाउँ त? जाने थिएँ म। तपाईँ मात्रै जाने कि सबै बस्ती सँगै जाने? नै वो सँगै होइन, अब 4-5 जना जाने हो। पहिला हामी त प्रधानमन्त्रीलाई भनिदिनु पर्यो नि त। अनि हो पहिला त भन्नु तपाईले के माग गर्नुहुन्छ त्यहाँ गएर भनेर? अब क्या माग गर्ने? चामल, खसी, बोका त्यस्तै अरू। अब कपडा भयो, महिलाले लाउने रातो रातो कपडा, यस्तै कपडा हो। मेरो बुढीले लगाएको छ नि त्यस्तै कपडा भयो। जति पनि मसँग लभ एन्ड होप नेपालसँग जोडिनु भएका, लभ एन्ड होप नेपालसँग काम गरिरहनु भएका जो कोही साथीहरू हुनुहुन्छ भने यो समुदायमा हामीले एउटा नयाँ रूपान्तरण गर्नको लागि, परिवर्तन गर्नको लागि हाम्रो तर्फबाट हामीले एउटा नयाँ तरिकाको भूमिका निर्वाह गर्न सक्छौँ है साथी हो। धन्यवाद।